सबैलाई राधे राधे। यो चाहिँ सानो कुकुरी आलिया हो। हेर्नु न हामी मकैबारीमा जान लागेको एकदम जमारिया मकैबारी खुसी भएको अनि र म अलिकति जमारिया मकैबारी फर्स्ट आन्टी हेर्नु न मकैबारी यो चाहिँ मकैबारी ओके मलाई चाहिँ आन्टीले भिडियो खिचिरहेको के रे अनि मकैबारी गरम गरम नाचिरहेको छु हेर्नु न हाम्रो काँक्रो बारी भिडियोमा काँक्रो चाहिँ हामी खाइरहेको मेरो हातमा हेर्नुहोस् त बोडी छ आन्टीले चाहिँ काँक्रो हेरिदियो मजा छ गम गम खा कस्तो मिठो लाग्यो अर्कै काँक्रो छ तपाईँसँग त्यहाँपछि चाहिँ आर्यलाई के भन्यो आर्यलाई छोरा तिमी चुप्रै बस्छ म बोल्छु भन्यो भने आर्य चाहिँ हेर्नुहोस् न आन्टी काँक्रो काँक्रो बोडी बोडी भन्यो नि ल म बोल्छु सानो अनि तिमी चाहिँ हेर्दै बस्यो भने हुन्छ आन्टी मलाई के बोल्नु फेरि बोल्नै आउँदैन तपाईँ बोल्नु त मेरो भिडियोहरू खिचिदिनु भन्यो मलाई त अनि केही भन्यो म त सिर्फ भिडियो खिच्छु अनि त्यही उता टिकटक मात्रै बनाउँछु केही बोल्नु आएन भनेको अनि भनिरहेको थियो कि उसले चाहिँ म गर्छु नानीलाई भनेर मकै पनि सट्ट मकै खिच्यो अनि उसले काँक्रो आन्टी काँक्रो मिठो अझै ल्याइदिनुहोस् न ल्याइदिनुहोस् भने काँक्रो छैन सानो हेर त बारीमा काँक्रो छैन भनेको मैले नि कस्तो मिठो लाग्यो भनेर ऊ चाहिँ उयो भयो कि रमायो कि ए काँक्रो खानु पायो अरे बोडी दुइटा हातमा लिएर चुचु हिँड्दा आन्टी भिडियो खिच्नु न मेरो भने फेरि यस्तो गऱ्यो अनि फेरि तलपट्टि गएर हामीले केही गएर चिप्ली भेन्टीमा आन्टी म भिडियो गर्छु चिप्ली भेन्टीमा ल है म चाहिँ त बोडी खिचिरहेको थिएँ चिप्ली भेन्टीमा भिडियो गरियो बोडी काँक्रो खाने गर्छु भएको काँक्रो अनि त्यस्तो बोडी हाल्नु आन्टी हेर्नुहोस् न बोडी मैले टिपेको हेर्दै हुँ ल काँक्रो खाऊ भने मैले काँक्रो खाएँ नि कस्तो मिठो छ काँक्रो आन्टी म सबै खाइदिन्छु भने गम सबै खाइदियो अनि बोडी पनि हातमा लिएर गऱ्यो सुन्छु हेर्ने ल जब सानो अब माथि ल नानी पनि सुन्छु हामी चाहिँ बिस्तारै बिस्तारै हिँडिरहेको छु